तो फ्रेंड्स आप यहाँ पर ओके ओके तपाईं साथ दुल्हन से कुछ बातचीत त्यसको लागि तपाईहरुले हामीलाई भन्नुपर्छ है यो चाहिँ तपाईहरुले आइपुग्नु भनेर हैन हजुर अब पुरा आइपुग्नु त भयो है अब कति जना आउनु भएको छ के आउनु भएको छ टोटल चाहिँ दिनु पर्यो नि हामी मोटामोटी 28 जना आएको छ 28 कति मागे थिए मैले 30 जना मागे थिए 30 जना 28 समय चाहिँ कति देख्छ समय चाहिँ अब तपाईहरुले 10 बजे भन्नुभएको थियो है त्यही अलिकति गाडीको जामले गर्दाखेरि चाहिँ बाटोमा त्यहीबाट क्षमा गर्नु नि है गाडीको जाम त कोहीले पनि खाँदैन अरू भएर खाँदै आउँदैन अब हामीले बुझिदिनु पर्यो हजुर है अब भयो पनि नभने गाडीको जाम भन्यो भने हामीले बुझ्नु पर्यो नि फटाफटै आइपुग्नु उहाँहरू घरबाट ढिलो हिँडेर चाहिँ गाडीलाई लाउनु पाइलटहरू रिसाउला गाडी जाम हो भने त नपुग्नु पर्ने होइन रोड जाम बाटो जाम हामी त त्यही आइपुग्छौँ होला ठिकै छ गाडी जाम घरै हिँड्छ बाटोमा खान्टा खुन्टी छ त्यहाँ पनि तपाईँहरू एउटा गाडी त जाम भएको होइन जाम भन्नु टक्कै चल्दैन नि त बाटो हाम्रो गाडी चाहिँ बाटै जाम तपाईँहरूलाई आजको तारिकै बोलाएको थियो हजुर फेरि भएन 10 बजी बोलाएकै थियो हजुर एकदम 30 जना बोलाएकै थियो हजुर किन घटायो त्यो 2 जनाको भात सम्भार खुवाउँछु 2 जना लिएन रहेछ 2 जनाको भात यता आउनु नि गाडी जोडे त्यसो गरौँ न है दाजु अब आमा बाउ आएको हुन्छ है जन्ती आइपुगेछ होइन अब बोलाएकै टाइममा आएछ भनौँ न 10 बजी आएछ राम्रो राम्रो रहेछ उहाँहरू माइतीहरूले हेर चेलीको जति पनि कुटुम्बमा गएको थियो आज हामीले बोलाएको दिनमा चाहिँ लु जन्तीहरू आइपुग्यौँ भनेर चाहिँ उहाँहरू दुईजना कन्याहरूले चाहिँ यहाँनिर भर्खरै यहाँनिर आइपुग्यौँ भनेर बिन्ती गर्दैछ छोरी ज्वाइँहरू सबै कुरो आएछ माइती बहिनीहरू आएछ बहिनी ज्वाइँहरू अब यो उठाउ होइन हाम्रोमा यहाँ जग्गा छैन कहाँ चाहिँ राख बस्ने उनीहरू बाहिर बाहिर बस्छ प्यारापट्टितिर बस्छ यहाँ जग्गा छैन फेरि त्यही माथि 2 जना लिएर त्यस्तो पऱ्यो त हजुर कहाँ बस्नु बस्दिहाल्छु तपाईले जहाँ राख्नुहुन्छ ती बस ठिक छ को माइती छ आइपुगेछ तपाईँहरूको अब यो चाहिँ समय तिथि माथेवालाई चढाउ है अब सबभन्दा पहिला तपाईँहरूले चाहिँ सुबजा चाहिँ एउटा लिएर आउनुहोस् त्यो सुबजा नपक्रिकन तपाईँहरू सुबजा ल्याउनु पर्यो तपाईँहरू खोलिनै हुन्न सुबजा चाहिँ लिएर आउनु सुबजा एक बोतल एउटा चेक को छ ल्याउनु भएको छ भने 10 पैसा पनि 5 पैसा हुन्छ
अहिले भएर जाने बेलामा भनिदिन्छु सुबाजा के हो भनेर नबुझे पनि होइन त्यसमै राख्नु त्यो राख्नु यो चाहिँ हाम्रो ढिलो हुन्छ है अलिकति यही हो सबैभन्दा ठुलो कुरो कम्प्युटर अलिक छिटो गऱ्यो भने छिटै हुन्छ ढिलो गऱ्यो भने ढिलै हुन्छ हामी त यहीँ बस्ने त हो भरे 12-1 बज्दै राति नाच्दा के गर्दा तो फ्रेंड्स अभी कुछ टाइम लगा कुछ पता नहीं कैसे मुझे भी नहीं बोला उन्होंने बोला है कि कुछ चाहिए तो वो सामान लेने के लिए अभी दिया है तो अभी यहाँ पर थोड़ा और टाइम लगेगा तभी ये बाकी का खान पीन जो भी हो आगे बढ़ेगा यहीं पर है मेन दस्तूर अभी चल रहा है तो दूल्हा का तरफ से कम दुल्हन का तरफ से 30 लोग को निमंत्रण किया था दुल्हन की तरफ से 88 लोग आया है टाइम था 10 बजे करीब 11 बजे आया थोड़ा लेट हो गया रास्ता में कुछ जाम हो गया बोल रहा है दुल्हन की तरफ से हम लोग ने क्षमा प्राप्ति चाह रहा था तो क्षमा प्राप्ति दुल्हन का घरवाला की तरफ से क्षमा प्राप्ति दे दिए कुछ खास चीज़ का जरूरत है तो उस खास चीज़ अभी लेने गया तो फिर वीडियो थोड़ा लंबा हो सकता है लंबा हो सकता है तो यही है हम लोग का कल्चर गोरखाली कल्चर तो आप लोग को ये हम लोग का गोरखाली कल्चर कैसे लगा वीडियो इन्जॉय करते हुए प्लीज़ अपना कमेंट भी रखिए तो फ्रेंड्स कुछ जो घर वाले तरफ से कुछ सामान के लिए बोला था 100 सामान आ चुका है तो आप लोग को मैं दिखाऊंगा तपाईँले दिनु भने क्या अस्ति कहिले होला कागज हामीले पढाएको थियौँ त अस्ति त्यो कागज हेर्दै दिएको भए सुविस्ता हुने थियो फोनमै बात मारेको कि उहाँहरू अलिक पर बस्छ हामी फोनमै मागौँ न रीतिरिवाज भनेको तपाईँहरू आइसकेपछि लेखेर जानुपर्छ है कतिवटा एउटा मिस भयो भने तपाईँ डाँडो पर्नु हो रीतिरिवाज चाहिँ यहाँबाट ट्याक्कै नछोड्ने होला विधिमा मात्रै भए पनि छुट्ने तर रीति चाहिँ लिएरै छाड्नु होइन केराक पात लिएको छ तपाईँहरूले ल्याउनुहोस् न यो केराक पातमा यहाँनिर चाहिँ एउटा पैसा त राखेर केराक पात छ यो त सुत्तो भयो त होइन पैसा छ नि त्यो माथि राख्यो त्यो होइन त्यो यता ल्याउनुहोस् त एउटा सानो दोबारमा ठुलो भयो त्यो पात यसो गरेर पातै ठुलो भयो नि त यहाँ राख्नुपर्छ है यसो जे पनि गर्दाखेरि अहिले तिमीहरूले यसो गरेर राख्नुपर्छ है हौ यसरी लु भन्नु किन आएको हामीले लिस्ट पायौँ यो चाहिँ के भने तपाईँहरूले यो नराखी चाहिँ तपाईँहरूको रीति गरिदिँदैन जो मान्छे अब रौडी पक्रेको छ उसलाई चाहिँ यो नराखिकन चाहिँ तपाईँहरूको रीति नै हुँदैन तपाईँहरूले भनेपछि प्यारापेटमै बसिरहनु पर्छ हामीले भन्नु बोल्नु पर्ने होइन राखेको भन्नु पर्यो यो चाहिँ सुबाजा राखेछ अब बुढौली उहाँहरूले पक्रियो अब मात्रै रीति खोलिन्छ ल ठिक छ अब यो चाहिँ भाइ अब
अब रीति त गर्नु पर्यो यो चाहिँ बाँधो पक्रेर लगिदिनु यो बुढाउली ब्याट्री ठुलो लाग्छ होला है अब एउटा कुरो के थरीले लाग्छ यो पैसा त्यसरी हैन पैसा यसले थिचेर राख्नु यही भाग छैन भाग छैन अब तपाईँले पहिला सुन्छ तपाईँ गर्नुको लागि चाहिँ पहिला हाम्रो चाहिँ भन्छ अब यो सानो थपाउने गर्नुपर्छ हो यो नगरी चाहिँ तपाईँहरू ओर आउनु सक्दैन र पहिला चाहिँ अब साँगो थपाउने राख्नु साँगो थपाउने कति राख्नुहुन्छ म त एक केस डल्लै राख्नुहोस् न साँगो थाप्नु के माग्नु कुरो छ यदि गरेन उताबाट 2 ब्याग सिमेन्ट यताबाट 2 ब्याग मिस्त्री खर्च पैसा चाहिँ कता राख्नु भयो साँगोको मिस्त्री खर्च कति राख्यो 1 रुपैयाँको पर्नु छ एकछिन 1 रुपैयाँ भएन मिस्त्री खर्च निकै चाहियो हामीसँग अलिकति लिस्टको पनि उयो भएन कि हुन्छ त्यति नै हो भयो तपाईँहरूले हामीलाई दियो भने चाहिँ यता फर्काइदिनुहोस् तपाईँहरूलाई दियो भने हामी उता अब यो चाहिँ साँगो थपाउने आयो अब मात्रै साम्पाङ के र यता हामी हुकमादेन फेदा बाट चाहिँ अब चाहिँ ओर्दोर भयो हुन्छ के माग्नु सक्छ त्यो मागेर तपाईँहरूले पनि यताबाट लानु सक्नुहुन्छ उहाँले पनि यता ल्याउनु ओर्दो चाहिँ भयो यही हो सबैभन्दा ठुलो कुरो हो यो रित चाहिँ यस्तो हो यो साँगो थपाउने भनेको कुरो चाहिँ यो भएन भने चाहिँ हामी तपाईँहरू हामी ओर्दोर गर्नु सक्दैनौँ यो उहिले सृष्टिमा भएको कुरा हो हामीले बनाएको होइन हामीले बनाएको होइन यो सृष्टिमा पुर्खौलीले जुन बेला बनाएर ल्यायो त्यसले गर्दाखेरि मात्रै हामीले यो साँगो थपाउने गर्नु परेको तर अहिले मात्रै यसरी रङमा बनिएको पहिला त रक्सीमै बनियो तपाईँ हाम्रो पुरा आवाज हुन्छ यो उहिले त अब यसमा त थिए सेजोङाहरू राख्नु पर्थ्यो तर अब अहिले चाहिँ यी यस्तो कुरोहरू आयो न त यहाँ त जहाँ रक्सीको मात्रै कुरो आउँथ्यो तर अब अहिले चाहिँ यस्तो कुरोहरू आयो र पनि ठिकै छ यो सागो थपाउने उठाइन्छ तपाईँहरू पनि ढुक्का मान्नु सागो बनियो हो अब यताको छोरी कति लानुहुन्छ बलियो छ है सागो हाम्रो केटाहरू पनि उठा जान्छन् जति लामा भयो नानी पक्कै गएको त्यसले गर्दाखेरि फेरि यो कुरा अब नाङ्लो आयो चाहिँ 8-10 मिनेट सगुन परेन अब जानेछ यो चाहिँ टेको साग यसलाई चाहिँ हाम्रो छोरी पक्का गएछ सबुत भयो हो रहा है जीजू अब आउँछ यिनीहरू आउँछ लिम्बू हो पुरा पुरा लिनु सक्छ अब मुलदेखि त डर लाग्दै तान्छु 5 करोडसम्म तान्छु सुनौली
सुनाउने म मूलधन त पुरा तान्छु सक्नुहुन्छ होला अब त्यो त लगिसकेपछि त के हुन्छ बाटो किन हजेस एउटा आटले 5,000 राख्नु सक्नुहुन्छ उसो करोड माग्दैन सक्दैन हजुर सकिन्छ ठिक छ अब 5,000 राख्नुहोस् 40 रुपियाँ चाहिँ यहाँ राख्नु ढुक्कै भयो अहिले त कतिजना पढेको पनि त 40 रुपियाँ राख्नुहोस् न उहिलेको हुन्छ 2 कोरी होइन उहिले हामी भन्दा पहिलाको बुढाबुढी 2 कोरी 40 रुपियाँ सुनाउने किन्नु सक्नुभयो अब छोरी आफ्नो बनाउनु आँट्नु भएको छ हामीबाट खुस्किँदै छ अब तपाईँहरू र अब त्यसमै म त डुङ्गु डल्लै माग्छु हप्तामा माग्छु म अब तपाईँहरूले डल्लै नै माग्छु हाम्रो हप्ताबाट डल्लै माग्छु डल्लै चाहियो सक्छ भारी बिसाएन तोक्न छैन देख्दैन त टोकमा त होम गरौ देखेन तपाईँ एउटा गाडी लगेर गएर बनाएर लिएर आउनुहोस् बिसाको छैन बिसा मैले त देख्दै मैले पनि यतापट्टिबाट बिगाडीबाट त्यो डल्लै भइहाल्छ डल्लै ल्याउनु नि क्या डिमांड चल रहा है यही है नेपाली कल्चर आप लोग आगे यो चाहिँ पछि हाम्रो आउने जेनेरेसन नानीहरूले सिकोस् भनेर बनाएको बोल्नुभयो तपाईँहरूले हजुर तङ गरेको होइन तपाईँहरूलाई रीति चाहिँ पक्का गर्नुपर्छ छिर्नु पर्यो नि होइन गर्छु तर सबै हराउँदै गएको छ बुढोहरू घर पुरा लट्ठीहरू भोट्नु लाग्यो नभन्नु चाहिँ गएन होइन यो गर्नुपर्छ सिकाएको राम्रो कुरा हो नि राम्रो कुरा ज्ञान पाउँछ राम्रो कुरा नाङ्लो यस्तो यो माथि उतापट्टि हालेको छ पर ल नाङ्लो नाङ्लो मात्रै खाली त्यसमा हाल्ने सामान त उहाँहरूले लिएको छ नि नाङ्लो मात्रै उहाँहरू निकै आउँदैछ राखिदिँदा हुन्छ पक्रिनु खोलेर देखाउनु अस्ति डल्लै ल्याउनु भयो कि यस्तो लिएर आयो हो यो हो यसको साथी खोइ यसको साथी खोइ हो साथी छ नि सगुन त्यो त अर्को बिग्रेको रहेछ कि उता लानुहोस् बनाएर बजाउनुपर्छ यसको साथी त्यही हो राख्दैछ उता राख्नु साथी चाहिँ त्यही हुनुपर्छ बर्बादी हुने रहेछ नि त साथी त साथी चाहिँ पाजी रहेछ पाजी 10 रुपियाँ हुन्छ यस्तो त लडाउनु हुँदैन त यहीँ मौलवीको हप्तामा लिएको छ भोलि वर्ष लिएन भन्ने कुरोहरू हुँदैन तिमीले देखेको छौ यो चाहिँ के अरे भक्तबा तर यसमा नि मेरो
के अरे कलेज मुटु त देख्दैन त अन्त कलेज मुटु चाहिँ खोइ होइन कमिला आएछ के हो छोरीको कलेज मुटु त्यसै दुई खुट्टा कमिला आयो होला हौ दुई खुट्टा आयो नानीको त ठिकै छ ठिकै छ त्यही कारण मैले देखाउनु तपाईँहरूलाई नानी पनि लिएर आएको छु यो पनि मूल रीति आयो यो अब को छ हाम्रो छोरा लगेर अब यो हाम्रो पानी पानी हो के गर्नुपर्ने यो चाहिँ थुम्चे लगेर जानुपर्छ ल कसरी बोक्नु होइन जसरी बोक्नु हुन्छ अब त त्यही त नामको पनि हाल्यो अब एउटा छ माथि एकजना जाउ बुहारी देखो तपाईँले नमिठोनिकन त कहाँ तपाईँलाई यस्तो सुमखिम भनेको चाहिँ राख्नुहोस् सुमखिम भन्नुपर्दा चाहिँ के हो भने तपाईँहरूले जति पनि जन्ती लिएर आएको छ कहाँ राख्ने हो त्यो माग्नुपर्छ सुमखिम नीति राख्नु पर्यो एक बोतल एक सेट एउटा चेप एक बोतल साबुन 5 रुपियाँ पैसा त हुनैपर्छ पैसा यहाँ त हुनैपर्छ है तपाईँहरूलाई उठाउँदा हुन्छ यसमै राख्नुहोस् तपाईँलाई लिस्ट पठाएको लिस्ट तपाईँहरूले थाललाई नाममा मात्रै राख्दा हुन्छ 5 रुपियाँ पैसा 5 रुपियाँ पैसा राख्नुहोस् होइन होस् भयो हुन्छ ल याद यो रेडियो निकाल्नु यो चाहिँ अब तपाईँहरूले राख्नु भएछ यो चाहिँ के भने अब मात्रै तपाईँहरूले अब बस्ने जग्गा खोल्नु भयो अब दिनु पऱ्यो हामी अब राईपुर थुप्रो जग्गा डुल्नु भएको होला नि है तपाईँहरू सुमखिम रित भन्छ है सुमखिम यो हाम्रो राईहरूको चाहिँ सुमखिम रित हो यो तपाईँहरूले राखेर दिइसकेपछि मात्रै तपाईँहरूलाई ओडालोस् कि जसको बस्ने जग्गा चाहिँ बनाएको छ है कोचार कोचार गरेर हामी बस्नुपर्छ तपाईँ अझै तपाईँहरूलाई मैले एउटा चाहिँ माफ गरिदिन्छु यो अझै म बिहा लिने थिएँ तर त्यो चाहिँ अहिले लिँदिनँ अब होस् किनभने त्यो पनि जनै राख्दिनँ त्यो चाहिँ अब यो चाहिँ अब जग्गा त पाउनु भयो त्यसै बसी मात्रै रहनुहुन्छ के खानु के पो खान्छ अन्त बगाउनेलाई चाहिँ दिनु पऱ्यो नि त होइन तर त्यो चाहिँ मैले यसमै नै काटिदिएको छु त्यो चाहिँ हाम्रो रीति किन हरेक तपाईँहरूले हेरिराख्नुहोस् सिकिराख्नुहोस् त्यसले गर्दाखेरि अब जग्गा दिइसकेपछि खानु दिनु पऱ्यो खानु दिने त त्यसै त खाँदै गएर पकाउनु चाहिँ चाहियो मान्छे हेर्नुहोस् तपाईँहरूले पहिला हाम्रो पछिल्लो जेनेरेसनलाई देखाइराख्नु यो अब मात्रै तो फाइनली फ्रेंड्स अभी रीत खत्म हो गया आप दूल्हा पार्टी को खाने बहुत टाइम लगा रीत हम लोग रीत बोलते हैं तो रीत अभी देने में देना क्या लेने में अरे इतना मुझे भी मालूम नहीं था कौन सब का यूज किया तो मुझे भी नहीं मालूम तो जितना डिमांड था
दुल्हन का घर की तरफ से। तो दुल्हन का घर से सब फुलफिल हो गया। तो ये है हम लोग का नेपाली कल्चर। तो फिर आपसे कहना चाहूँगा आप लोग का नेपाली कल्चर कैसे लगा। तो अच्छा लगे तो प्लीज़ कमेंट कीजिएगा। अब होगा दूल्हा पार्टी का खातिरदारी। ओके फ्रेंड्स, बाय बाय। आप लोग को मैं दिखाना चाहता था कि हम लोग का गोरखाली का रीति रिवाज क्या होता है। ऐसे तो गोरखा जाति में बहुत सारा जाति रहता है। ये विशेष लिंबू का रीति रिवाज है। तो आप लोग ये वीडियो देखिए कुछ समझ आया होगा। तो प्लीज़ लाइक करें। तो फ्रेंड्स बाय बाय।